हेलो एन्ड नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। आज सानो भिडियो जानकारीमूलक भनौँ न तर जुत्ताको पारखीहरूलाई त सबैलाई थाहा छँदैछ, त्यही पनि नर्मल अडियन्सको लागि चाहिँ सानो एउटा भिडियो लिएर आएको छु। मेरो अगाडि उस्तै देखिने तर फरक जुत्ताहरू चाहिँ छन् हैन, सेम बट डिफ्रेन्ट भने जस्तै। सुरुमा छ यो रिसेन्टली रिलिज जोर्डन 1 लो ओजी सिकागो। सबै मैले सिकागो कलरवेमै लिएर आएको छु हैन। त्यही भएर यो मोडल चाहिँ जोर्डन 1 भइहाल्यो, सबैलाई थाहा छ। यो त एकदम पपुलर जोर्डन 1 लोमा है। यो चाहिँ ओजी। अर्को चाहिँ मिडहरू पनि हुन्छ, त्यो पछि कुरा गरौँला। यो चाहिँ जोर्डन 1 ओजी भइहाल्यो, यो ओजी सिकागो कलरवेमा। अनि यो चाहिँ जोर्डन भयो। अनि यो चाहिँ नाइकी डङ्क है, यो चाहिँ नाइकी डङ्क। यो पनि सिकागो कलरवे। यो चाहिँ 75th एनिभर्सरीमा चाहिँ निकालेको थियो। यो 3 वर्ष जस्तो भयो कि। अनि त्यसै गरेर लास्ट जुत्ता छ, यो चाहिँ एसबी डङ्क। यो सबै एकदम पपुलर, अहिलेको पपुलर जुत्ताहरू छ हो हैन। अनि मेन भनेको त यो चाहिँ अनि एसबी डङ्क जेप्याक सिरिजकोबाट है। ओके, अनि यो दुईटा चाहिँ यो जोर्डन 1 र नाइकी डङ्क चाहिँ, जोर्डन र नाइकी डङ्क चाहिँ बास्केटबल सुजको डेडिकेटेड बास्केटबल सुजको रूपमा चाहिँ इन्ट्रोड्युस भएको थियो भनेपछि यो चाहिँ एसबी डङ्क भनेपछि स्केट बोर्डिङको रूपमा चाहिँ रिलिज भएको थियो हैन। अनि अब यो नाइकी डङ्क र एसबी डङ्क दुइटै अब फेरि बेस्ड अन जोर्डन 1 र एउटा नाइकीको टर्मिनेटर भन्ने छ, एयरफोर्स जस्तै देख्ने त्यो जुत्ताहरूमा चाहिँ त्यो जुत्ताहरूको चाहिँ मार्चबाट चाहिँ इन्सपायर भएरै बनाएको हो। पहिला 1985 तिर चाहिँ यो चाहिँ अब बास्केटबल सुजकै रूपमा आएको हो हैन, माइकल जोर्डनको। अनि यो चाहिँ अब 85 कै टेक्नोलोजी भएर यो त्यति अब डे टु डेमा चाहिँ कम्फर्टेबल चाहिँ त्यति साह्रो हुँदैन। भन्नाले हिँडिराख्नु पर्ने भयो भने चाहिँ यो चाहिँ त्यति साह्रो चाहिँ कम्फर्टेबल चाहिँ हुँदैन, तर अब क्याजुअल वेमा लाउनलाई चाहिँ ठिकै हो। अनि त्यस्तै गरेर यो पनि बास्केटबल सुज हो, तर अहिलेको सन्दर्भमा चाहिँ यो पनि त्यति साह्रो कम्फर्टेबल चाहिँ हुन्न है। अनि यो अर्को रह्यो, यो चाहिँ स्केट बोर्डिङ सुज हो हैन, स्केट बोर्डिङ हो। त्यही भएर यसमा चाहिँ इनरभन्दा बढी प्याडेड चाहिँ हुन्छ। अनि एयर जुम युनिट पनि हुन्छ, म अहिले देखाउँछु तपाईँलाई। अनि फरक एकदम सिम्पल वेमा फरक देख्नु त यसको सिलुएट नै फरक छ क्या। यो चाहिँ अलिकति लम्बाइ लामो छ हैन, हेर्नु त यस्तो छ। सोल चाहिँ सबैको लगभग उस्तै छ। अनि डिजाइनहरू पनि अलिक फरकै छ। मैले एउटै कलरवे चाहिँ किन ल्याएको भने चाहिँ अलि बुझ्नलाई अथवा देखाउनलाई सजिलो हुन्छ भनेर देख्न सक्नुहुन्छ। अनि यो चाहिँ नाइकी डङ्क हैन, सिलुएट एउटा लगभग उस्तै छ, किनभने एकअर्काबाट प्रेरित भएरै गरेको हो नि त यो भयो। अनि त्यसपछि यो चाहिँ एसबी डङ्क स्केट बोर्डिङको लागि। यसको लेदर क्वालिटीहरू नै हेर्न सक्नुहुन्छ। यो चाहिँ अब एकदम ओजी ओरिजिनल भएको भएर चाहिँ, ओरिजिनल भन्नाले ओजी पहिलाको बढी त्यो भएर चाहिँ यो ओजीमा र मिडको लो हो त्यस्तो हुन्छ है। यो चाहिँ पछि अर्को भिडियो बनाउँला। यसको चाहिँ क्वालिटी एकदम अलि प्रिमियम लेदरै हुन्छ, राम्रै हुन्छ हैन मिडहरूको भन्दा। यसको चाहिँ $200 परेको मलाई हैन, $30 एक्सप्रेस सिपिङ चार्ज। त्यही भएर यो $200 पर्यो। यसको चाहिँ राम्रै छ। अनि यसपालिको चाहिँ यो टङ प्याडिङ पनि राम्रै हुन्छ, तर इन कम्पेरिजन अब यो दुईटाको कम्पेरिजन गर्ने भन्दा यसको चाहिँ टङको प्याडिङ अलिकति बेसी हुन्छ, मोटो हुन्छ है स्केट बोर्डिङको चाहिँ। कुनै स्पेसल रिलिजहरूमा चाहिँ नर्मल हबहरूको अनि सुप्रिमहरूको कुन चाहिँमा चाहिँ यो पातलै छ यो, तर नत्र भए लगभग सबैमा चाहिँ मोटै हुन्छ। यसमा पनि फेरि नर्मल त प्रो हुन्छ। यो चाहिँ एसबी डङ्क प्रो भएको भएर चाहिँ यसको भित्रको यो एङ्कल प्याडिङ पनि अलिक बढी हुन्छ यसमा चाहिँ है। अनि यसमा चाहिँ यो चाहिँ अनि अर्को चाहिँ यसमा कतिवटा 2 4 6 2 4 6 7 7वटै त्यो हुन्छ। तर यसमा चाहिँ आइलिडमा चाहिँ यो लास्टकोमा चाहिँ दुईटामा चाहिँ यो यसरी दुईटा हुन्छ भनेपछि मैले भनेको बुझ्नुभयो नि। आइलिडको चाहिँ यसरी राखेको हुन्छ, तर यो जोर्डनकोमा चाहिँ यसरी 3टा हुन्छ कि यो पार्टकोमा चाहिँ। अनि त्यसै गरेर नाइकी डङ्क नर्मल डङ्कहरूको चाहिँ यसरी हुन्छ यो आइलिडको पार्ट है। अनि अर्को कुरा गर्नुपर्दा अनि अब इन्सोलकै कुरा गर्नुपर्दाखेरि इन्सोलकोमा अघि मैले भने जस्तै यसको चाहिँ
एसबी डङहरूको चाहिँ अब एसबी स्केटबोर्डिङ खेल्दाखेरि चाहिँ एकदम सडन जम्पहरू अथवा त्यो फ्लिपहरू गर्नुपर्ने भएको भएर चाहिँ होइन एयर युनिट चाहिँ राखेको हुन्छ यसमा चाहिँ है। अब म स्केटबोर्ड चाहिँ गर्दिनँ तर कतिको कम्फर्टेबल हुन्छ भन्नु चाहिँ अब स्केटबोर्ड खेल्ने साथीभाइहरूलाई थाहा होला होइन। यो एयर युनिट चाहिँ राखेको हुन्छ। त्यसै गरेर यो चाहिँ जोर्डनमा चाहिँ बास्केटबल सुज हो तर 1985 को भएको भएर चाहिँ त्यति साह्रो कम्फर्टेबलको कम्फी हिसाबको चाहिँ टेक्नोलोजी चाहिँ नराखेको छ होइन। यसमा चाहिँ जस्ट यही मात्र हुन्छ सोल मात्र है। त्यही तपाईँले देख्न सक्नुहुन्छ यस्तो छ होइन। यसको नि एउटै हो तर यो चाहिँ धेरै नै टाँसेको छ त्यही भएर निकालेको छैन। यसको पनि लगभग यस्तै छ है सिङ्गल सोल। अनि साइजिङको हिसाबमा चाहिँ अब मेरो चाहिँ नर्मल 7 लाउँछु। मेरो त्यो ठिकै नर्मल खुट्टा नै छ। कोही कोही चाहिँ वाइड हुनुहुन्छ भने चाहिँ एसबी डङ चाहिँ हाफ साइजले चाहिँ माथि जानु होला होइन। किनभने यसको चाहिँ प्याडिङहरूले गर्दाखेरि यो यिनीहरूको प्याडिङहरूले गर्दाखेरि अलिकति यो अनि अलिकति च्यापिन सक्छ जबकि यिनीहरूको चाहिँ त्यति साह्रो प्याडिङ हुँदैन। यो चाहिँ ट्रु टु साइज नै जानु होला यो दुईवटा चाहिँ डङ र जोर्डन चाहिँ भने एसबी डङ चाहिँ हाफ साइज चाहिँ माथि जानु होला तर म चाहिँ ट्रु साइज नै जान्छु सबै साथ नै हो। त्यस्तै गरेर अर्को फरक भनेको अब फरक नै पुरै त्यो देखाउनु त होइन मैले त्यो ठ्याक्क अब सिकागो कलर वेज नै भएर चाहिँ सबै सिकागो कलर वेज नै देखाउन आँटेको होइन। अनि अर्को भनेको चाहिँ यिनीहरूको बक्स पनि त्यस्तै त्यही आधारमा चाहिँ बनाएको हुन्छ क्या बक्स पनि है। म बक्स पनि देखाइहाल्छु तपाईँलाई। अब यो चाहिँ जोर्डन ओजीहरूको चाहिँ ओजीमा चाहिँ यस्तो बक्स आइन्छ। ओजी हुनु होला ओरिजिनल पनि हो तर अब यहाँ चाहिँ ओजी र मिड हुन्छ। मिडको चाहिँ अब ब्ल्याक बक्समा प्रायः चाहिँ गोल्ड कलरको जम्प ब्यान्डको लोगो हुन्छ होइन। यो चाहिँ जोर्डनको भइहाल्यो। अनि त्यसै गरेर अनि नाइकी डङ्क अनि एयर म्याक्सहरूको चाहिँ यस्तो हुन्छ यो बक्स चाहिँ यो रेड कलरको यो पनि क्लासिक बक्स। यो बक्स चाहिँ अनि तपाईँको डङ्कको भयो होइन। अनि त्यही गरेर अब यो पर्पल कलरको नाइकी एसबी लेखेको चाहिँ एसबी डङको बक्स भइहाल्यो। यसमा पनि अब चाहिँ अहिले चाहिँ सेल कलरको बक्सहरू ल्याइरहेको छ होइन। यो बेलाको चाहिँ यो राखेको थियो अनि यो कलर चाहिँ चेन्ज भइरहेको छ टाइम टु टाइम। पहिला चाहिँ रेम्बो कलरहरू पनि थियो रेम्बो कलर जस्तो पिङ्क टिफिनी कलरहरू। अहिले चाहिँ यो प्याकमा चाहिँ यो अनि यो चाहिँ जोर्डन प्याक भनेर नै निकालेको थियो होइन। कोड पर्पल र ब्ल्याक थियो त्यो मसँग छ। अनि अर्को चाहिँ ग्रिन कलरको थियो अनि त्यस पछाडि यो सिकागो कलर वेमा निकालेको थियो। अनि यो र कोड पर्पल चाहिँ मैले ल्याएको थिएँ। अनि यस्तै हो के यति नै फरक हो होइन। जुत्ताहरू प्रायः चाहिँ झुक्किनु भनेको चाहिँ डङ्क र एसबी डङ्कमा चाहिँ झुक्किनु हुँदो रहेछ। अनि यति नै हो आजलाई चाहिँ मैले चाहिँ त्यही भन्न खोजेको आफूले जानेको बुझेको मात्र भन्न खोजेको। अब देखाएको चाहिँ होइन है देखाएको चाहिँ होइन भने यो दुइटामा चाहिँ झुक्किने हो किनभने जोर्डनको सिलुएट त फरकै छ नि त यिनीहरूभन्दा अलिकति। अनि यो दुइटा चाहिँ त्यही हो। एसबी डङ्क भनेको स्केटबोर्डिङको लागि हो खास गरी अनि डङ्क मात्र भनेको चाहिँ अब बास्केटबलको लागि हो। तर इन जेनरल यो सबै जुत्ता हामी चाहिँ अहिले चाहिँ क्याजुअल अनि अथवा फेसनको रूपमा चाहिँ लाउने गरिरहेछौँ हामीले। अब बास्केटबलकै लागि त कमैले लाउँछन् होला। अब मलाई थाहा भए अनुसारसम्म चाहिँ है म चाहिँ अब दुइटै खेल्दिनँ स्केटबोर्डिङ पनि गर्दिनँ। त्यही भएर चाहिँ म यिनीहरू चाहिँ अब एक फेसनको रूपमै लाउँछु क्याजुअल रूपमा। अनि अर्को भिडियोमा भेटौँला भन्दै आज चाहिँ यति नै है त। तपाईँलाई कुन चाहिँ सिलुएट चाहिँ मनपर्छ जोर्डन मनपर्छ कि डङ मनपर्छ कि एसबी डङ मनपर्छ कमेन्ट गर्नु होला है त। सबैको दिन शुभ रहोस्। पेस।